वेलकम टु माई ब्लग। यो चाहिँ मेरो सेकेन्ड ब्लग हो। आज चाहिँ म मेरो आइब्रो मिलाउँदैछु। हेरौँ है त कस्तो हुन्छ मेरो आइब्रो चाहिँ। पहिला सुरुमा चाहिँ म धागो लिन्छु आइब्रो मिलाउनको लागि। तर धागो चाहिँ आफूले चाहिने जति मात्र लिनुपर्छ, सानो ठिक्क आफूलाई फिट हुने मात्र। धेरै लामो भयो भने पनि गाह्रो हुन्छ नि त थ्रेडिङ गर्न, त्यही भएर आफूलाई चाहिने जति चाहिँ मैले धागो लिएँ र मैले त्यसलाई बाँधेँ। अनि अब दुख्छ नि त, त्यही भएर पाउडर पनि लगाउनको लागि मैले पाउडर लगाएँ। त्यसपछि मैले थ्रेडिङ गर्नलाई सुरु गरेँ। अलि डर लाग्छ तर रिजल्ट राम्रो हुन्छ। कति भयो नि त नगरेको, त्यही भएर चाहिँ मेरो यति धेरै रहर आइरहेछ क्या। अनि त्यही भएर चाहिँ आज चाहिँ यसो फ्री भएको हुनाले मैले चाहिँ आज थ्रेडिङ गर्दैछु। हेर्नु न कति धेरै छ कि। खासमा मेरो यो निधार सानो हो नि त, अनि त्यही भएर चाहिँ मैले पहिल्यैदेखिबाट अलिकति ठुलो बनाउनको लागि चाहिँ मैले निधारको थ्रेडिङ गर्थेँ क्या। अनि त्यही भएर बानी भयो, अहिलेसम्म नै मैले गर्छु। यति दुख्या नि मलाई मात्र थाहा छ। सोचेको पनि थिइनँ हो यति धेरै दुख्छ भनेर। मान्छेहरू झन् कसरी दिनकै गर्छन् होला हौ। साँच्ची भन्दामा चाहिँ यो काम सजिलो छ जस्तो लाग्थ्यो, तर होइन रहेछ। मान्नै पर्छ हो अल ब्युटिसियनहरूलाई। म त झन् एकदम केयरफुल हुनुपर्छ, नत्र हाफ आइब्रो नै गायब हुन्छ जस्तो छ। फाइनल्ली अब निधारको नि सकियो। यस्तो राम्रो भयो। अनि चाहिँ अलिअलि क्लिन देखा पहिलाको भन्दा चाहिँ। अब चाहिँ मैले आइब्रोको लागि चाहिँ नदुखोस् भनेर चाहिँ पाउडर लगाइरहेको छु क्या। यति धेरै दुख्छ नि त पाउडर नलगायो भने, त्यही भएर पाउडर लगाएर चाहिँ बिस्तारै बिस्तारै सेप निकालिरहेको छु। गाइस आँसु आयो मेरो। यस्तो दुख्छ मेरो त। कतिचोटि त अझ घाउ पनि भयो कि आफूले गर्दाखेरिमा। तान्न मिल्दैन नि त, अनि त्यही भएर बिस्तारै बिस्तारै गऱ्यो। धागोको दाम बस्छ अनि सेप पनि आउन थालेको छ। तर स्ट्रगल गर्दैछु। फोकस गर्नुपर्छ, नत्र के गर्नु बिग्रिन्छ भन्ने डर छ। ओके, एउटा साइड त सकियो। अब अर्को साइड स्टार्ट गर्न लागि। आई होप यो पनि राम्रै हुन्छ भन्ने आशा छ। एक साइडको आइब्रो त ठिकै भयो, अब अर्को साइडको आइब्रो बिग्रियो भने त गेम ओभर। अनि म कस्तो देखिन्छु होला सोचेर नै डर लागिरहेछ। त्यही भएर म एकदम धेरै केयरफुल हुनुपर्छ र फोकस गरेर गर्नु पर्यो। साँच्ची भन्नुपर्दा चाहिँ आज मैले चाहिँ जति दुखे पनि के दुखाइ सहेर भने पनि कम्प्लिट गरेरै छोडेँ। वाउ गाइस, अब भने चाहिँ सकियो। जति दुखाइ भए पनि दुखाइ चाहिँ अहिले कम हुँदैछ। अब चाहिँ म मेरो यो सानो सानो हेयरहरू भएकोलाई चाहिँ कैँचीले चाहिँ मिलाउँदैछु। कैँचीले मिलायो भने चाहिँ झन् पहिलाको भन्दा अझ धेरै राम्रो सेप देखाउँछ। त्यही भएर कैँचीले पनि मिलाइसकेँ। अब भने चाहिँ म स्किनमा क्रिम लगाउँदैछु। आज राम्रो नै भयो जस्तो लाग्यो। हजुरहरूलाई चाहिँ के कस्तो लाग्यो कमेन्टमा भन्नुहोला। अब चाहिँ फेस एकदम धेरै स्मुथ र फ्रेस फिल भयो। आजको मेरो ब्लग चाहिँ यति नै गाइस। हजुरहरूले अहिलेसम्म हेरेर साथ दिनुभयो। सी यू इन नेक्स्ट ब्लग। बाई बाई गाइस। धन्न थ्रेडिङ बिग्रिनुबाट बचियो।